चाहिँ हामी साइकल लिएर तरकारी किन्नको लागि जान्छौँ। दामी दुईजना राइडरहरू छन् र चाहिँ सुस्मिता हो। देब्रा क्रसिङ आसी साइकलबाट झरेरै डोराउन थाल्छन्। आफै ओपन हुन्छ त। हामी चाहिँ सुपाएँ। राम्रो नभए पनि सबैजना मिलेर मेरो भिडियो हेरिदिनु होला। वेलकम ब्याक टु माई न्यू भिडियो। मेरो साथीहरू यहाँ हुनुहुन्छ। हेलो दिदी। अब चाहिँ हामी कहाँ जानु लाग्यो रे? हामी दोकान तरकारी लिन। तरकारी आज चाहिँ हामी साइकल लिएर तरकारी किन्नको लागि जान्छौँ। हाम्रो त के भन्छ अरे साइकल पार्किङ चाहिँ यहाँ हो। दिदीको दिदीको र मेरो छ अहिलेको लागि साइकल। दुईटा साथीको छैन। अब हामी साइकल लिएर हामी कहाँ जान्छौँ त? तरकारी किन्न। हेर्दै गर्नु होला गाइस हाम्रो के थियो ब्लग। त्यो स्ट्यान्ड यता उता फ्याँक्नु न यता। हेर्दै गर्नु होला हाम्रो साइकल। अब चलाएको पनि देखाउँछु ल गाइज। हेलो हामी चाहिँ बजार हिँड्यो साइकल लिएर। हामी सामान किन्न। आज चाहिँ तिनीहरू दुईटाको साइकल छैन, हाम्रो मात्र छ कि। अहिलेखेरि उसके अरे त्यारा दिदीलाई साइकल सिकाउने हो हामीले गाइज। ल दिदी साइकल चला देखाइदिनु। ल है दिदी जानुभयो। अब मेरो पाल्यो। मान्छेको अगाडि चलाउने डर लाग्दो रहेछ। हाई मेरो युट्युब फ्यामिली। कि मेरो यो कुई भयो के? लाउनु त दिदी चलाउनु। बाटोमा चलाउनु मिल्दैन अरे के? हेलो मेरो युट्युब फ्यामिली। म चाहिँ यहाँ छु। आज चाहिँ हामी ल तार्न जाने नि हुन्छ कि। ल यतापट्टि ल तार्नु त। आज चाहिँ हामी उसमा के भन्छ अरे मार्केट कति पाल्छु भन्ने हो यही पनि। हामी अस्ति गाउँको ह्याकुएन पसलमा जान लाग्यो के किन्न भन्दाखेरि ह्याकुएन त होइन हौ सुपामा जान लाग्यो। तरकारी भ्याइए छ तरकारी किन्न जान लाग्यो। किप सपोर्टिङ गाइज। मलाई सपोर्ट गरेछ मेरो 100K सब्सक्राइबर पुऱ्याइदिन पर्यो मेरो। अनि आज चाहिँ हाम्रो छुट्टी हो। 2 दिन छुट्टी भयो। हिजो आइतबार र आज के बारे? आज हिजो शनिबार र आज आइतबार छुट्टी नै भयो। अनि दिदी तारा दिदी चाहिँ यहाँ हुनुहुन्छ। बिचरा मेरो साइकल त यही हो है गाइजहरू। ल दिदी चलाउने प्रयास गर्नु त। त्यहाँ चढेर खक्ला गरेर हिँड्नु न। साकुरा भनेको यही हो है गाइजहरू। पयौँ हाम्रो नेपालमा पयौँ भन्छौँ, यहाँ साकुरा। अनि हामी हिँड्दैछौँ। हेलो भनेर हिँड्छ क्या? थुइया छैन यसको भिडियो बनाइदिनु। ल के ल बनाइदिन्छु ल। हेलो भरत भेराजु ल हेर्नुहोस् हजुरको श्रीमतीलाई।
हेलो ध्रुव मेनाजु ल हेर्नु हजुरको श्रीमतीलाई ल हेर्नु कति हिरोनी भएर हिँड्नुहुन्छ चाहिँ म हाम्रो सुस्मिता सारुले साइकल चलाएको भिडियो बनाइदिँदैछु। दामी सुस्मितालाई देखेर मान्छे त बक्लक्कै हो के। हाम्रो अर्को डन हाम्रो यहाँ दुईजना राइडरहरू छन्। एउटा चाहिँ सुस्मिता हो। तारा दिदीको र मेरो चाहिँ साइकल छैन, हामी चाहिँ साइकल किने छैन। तारा दिदीलाई चाहिँ चलाउनै आउँदैन, मलाई चाहिँ अब चलाउन आए पनि साइकल किनेको छैन, साइकल सकिएर चाहिँ पसलमा। त्यही भएको भएर सुस्मिताले चाहिँ उहाँ पुरा फेरि मलाई ठोकिदिली गङ्गे पारेर आइजाऊ केही नै हुन्न। अस्ति आउँदा धान रोपेको थिएन, आज चाहिँ पुरै धान रोपिसकेछ। मिसिन ल्याउँछ नि पुरै हेर्नु कस्तो लाइन हुन्छ लस्कारै। कहाँ पुग्दा हामी चाहिँ तिनीहरूको पछि पछि भइन्छ, के गरेर चलाउने हो के गरेर हिँड्ने हो। हाम्रो यता मिसलाई चाहिँ फेरि साइकल चलाउनै आउँदैन, त्यो छ कि यहाँ पिरलो। तिनीहरू दुईटा फेरि यतिसम्मको डरपोक छन् कि जेब्रा क्रसिङ आसी साइकलबाट धरेरै डोराउन थाल्छन्। साह्रै डरपोक छन्, साह्रै डरपोक के भन्ने र। त्यही डरपोकहरूको हालत। हामी जाँदैछौँ, अझै आएको छैन, अलिक टाढै छ कि हाम्रो होस्टेलबाट बजार अलिक टाढै छ, जाँदै हो। यस्तै छ, सुरुवात हो नि त, मलाई थाहा छैन कसरी बनाउने के गर्ने भनेर, थाहा छैन। अलि राम्रो नभए पनि सबैजना मिलेर मेरो भिडियो हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। अरू त के भन्ने र है, अरू त अघि जानु भइसक्यो, म पछि छु। बल्ल मैले भिडियो बनाउन लागेको कति दिन, एक हप्ता पनि भएन होला हौ, एक हप्ता पनि भएन। नराम्रो भए पनि हेरिदिनु होला मेरो भिडियो। चाहिँ मार्केट टाइम, मार्केट त के भन्ने सुपायम। हामी त यहाँ छौँ। दिदी चाहिँ यहाँ हुनुहुन्छ, नाम भन्नु न हजुरको। नाम अस्मिता छेत्री हो। अनि घर चाहिँ? घर चाहिँ मेरो पोखरा। पोखरा कहाँ? पोखरा नै हो। म चाहिँ स्याङजाती। मेरो घर नाउडाँडा हो। दिदीको घर पोखरा नाउडाँडा हो गाइजहरू। तिनीहरू अघि हिँडेछन्, हामी त बाँच्न गाह्रो छ गाइस, हामी गरिबहरूलाई त। साइकल पार्किङ गर्न जस्तै रहेछ त केटी। यिनीहरूले साइकल किनिदिन, मैले नि लैजान पर्ला। साइकल पार्किङ गर्ने म भन्छु, यस्तो गर नानी, अनि यस्तो च्याप्प।
आउनुलाई कति धेरै बेरमा फेन्टा किन्न थियो फेन्टा किनेम मासु किनेम अनि फर्किएँ यहाँ हेर्नु न फुलहरू कस्तो राम्रो छ फुल देखेर लट्ठै पनि जस्तो फुल हेर्नु अनि मलाई हेर्नु मेरो साथीहरू फेरि त्यताबाट आउँदैछन् म चाहिँ यहाँ कुरिरहेको छु तिनीहरूलाई थम्बनेल गाइस एउटा पोज दिनु न